एसई को रिजल्टको तपाईहरुलाई शुभकामना छ। राम्रो जीपीए आए पनि नराम्रो जीपीए आए पनि अबको सबैभन्दा ठूलो प्रश्न हो अब के गर्ने त। नमस्कार, म हुँ सचिन थापा र आजको यो भिडियोमा म तपाईहरुलाई एसई पछि के गर्ने भन्ने स्टेपहरु बारे जानकारी दिन गइरहेको छु। एसई पछि तपाईहरुले दुई तरिकाको कोर्स पढ्न सक्नुहुनेछ, +2 वा डिप्लोमा। नाम अनुसार नै +2 2 वर्षको हुन्छ र डिप्लोमा चाहिँ 3 वर्षको हुन्छ। +2 मा पनि तपाईहरुले तीनटा मेन क्याटेगोरीहरु पाउनुहुन्छ, साइन्स, म्यानेजमेन्ट र ह्युम्यानिटिज। हाल नेपालमा 1072 वटा कलेजले साइन्स कोर्स अफर गर्छ। त्यसैगरी 3721 वटा कलेजले म्यानेजमेन्ट र 818 वटा कलेजले ह्युम्यानिटिज कोर्स अफर गर्छ। साइन्स, म्यानेजमेन्ट र ह्युम्यानिटिज कोर्स पढ्नको लागि तपाईलाई ओभरअल 1.6 जीपीए र प्रत्येक सब्जेक्टमा D+ ग्रेड चाहिन्छ। साइन्समा पनि दुईटा ग्रुपहरु हुन्छ, बायोलोजी र कम्प्युटर। बायोलोजी पढ्नु भयो भने तपाईले एमबीबीएस, बीडीएस, नर्सिङ जस्ता कोर्सहरु पढ्न सक्नुहुन्छ भने कम्प्युटर साइन्स ग्रुपबाट तपाईहरुले इन्जिनियरिङ, आईटी जस्तो कोर्सहरु चुज गर्न पाउनुहुन्छ। त्यसैगरी म्यानेजमेन्ट कोर्स पढ्नु भयो भने सीए, बीबीए अथवा बैंकिङ सम्बन्धी कोर्सहरु पढ्न सक्नुहुन्छ। त्यसैगरी ह्युम्यानिटिज कोर्स लिनु भयो भने तपाईहरुले ब्याचलरमा ल, साइकोलोजी, बीएसडब्ल्यू जस्ता कोर्सहरु लिन सक्नुहुन्छ। तर हाम्रो एजुकेसन सिस्टमले यो कोर्सहरुलाई एउटा हायरार्कीमा अरेन्ज गरेको छ। माथिल्लो कोर्स पढ्ने स्टुडेन्टहरुले ब्याचलरमा मुनिको कोर्स पढ्न सक्छन्, तर मुनिको कोर्स पढ्न सक्ने स्टुडेन्टले माथिको कोर्स पढ्न सक्दैनन्। कसरी भन्दाखेरि यदि तपाईले +2 मा साइन्स त्यसमा पनि बायोलोजी लिनुभयो भने त्यो भन्दा मुनिका यानी कि कम्प्युटर साइन्स सम्बन्धी कुनै पनि कोर्स अथवा म्यानेजमेन्ट वा ह्युम्यानिटिज सँग कुनै पनि कोर्स तपाईले ब्याचलरमा पढ्न पाउनुहुन्छ। तर यदि तपाईले +2 मा मुनिको कुनै पनि कोर्स पढ्नु भएको छ भने तपाई माथिको कोर्स पढ्न सक्नुहुन्न। जस्तै कि मानिलियौ तपाईले +2 मा म्यानेजमेन्ट लिनुभयो भने तपाईले ब्याचलरमा कम्प्युटरसँग सम्बन्धित कुनै पनि कोर्स लिन पाउनुहुन्न। त्यसैले मानिलियौ यदि तपाईले +2 मा म्यानेजमेन्ट लिनुभयो भने तपाईले ब्याचलरमा ह्युम्यानिटिजको सम्पूर्ण कोर्स पढ्न पाउनुहुन्छ, तर साइन्स सम्बन्धी कुनै पनि कोर्स पढ्न सक्नुहुन्न। यसरी हाम्रो एजुकेसन सिस्टमले 16-17 वर्षको कलिलो उमेरको बालबालिकाहरूलाई आफ्नो फ्युचर डिसाइड गर्न लाउँछ। आशा गरौँ अहिलेका सरकारका शिक्षा मन्त्री श्री सस्मित पोखरेलज्यूले यो बारे ध्यान आकर्षण होस्। अब अर्को प्रश्न, कुन कोर्स पढ्ने त? हाम्रो समाजमा एउटा के चलन छ भने यदि राम्रो जीपीए आएको छ भने साइन्स लिने, ठिक जीपीए आएको छ भने म्यानेजमेन्ट लिने र अलिक नराम्रो आएको छ भने ह्युम्यानिटिज लिने भन्ने चलन छ। तर तपाईले यस्तो कोर्स छान्नुपर्छ जुनमा तपाईको इन्ट्रेस्ट छ। यानी कि यदि तपाईले फ्युचरमा गएर डाक्टर वा नर्स बन्न इच्छा छ भने तपाईले +2 मा साइन्स त्यसमा पनि बायोलोजी ग्रुप लिनु पर्यो। किनकि यदि तपाईले अरु कुनै पनि कोर्स लिनुभयो भने तपाईले फेरि पछि गएर ब्याचलरमा डाक्टर, एमबीबीएस अथवा नर्सिङ लिन पाउनुहुन्न। त्यसैले तपाईहरुले राम्रोसँग रिसर्च गरेर आफुलाई भविष्यमा के जब गर्दा ठीक हुन्छ अथवा तपाईको फ्युचरमा के बन्ने इच्छा छ त्यो कुराहरु बारे राम्रोसँग रिसर्च गरेर मात्र कुनै पनि कोर्स चुज गर्नु होला। अर्को कुरा, कलेजहरुको बारेमा कुरा गर्नु पर्दाखेरि धेरै कलेजहरुले आफुलाई बेस्ट कलेज अफ नेपाल भनेर एडभर्टाइज गरेको देख्छु। त्यो कदापि हुँदैन। कुनै पनि कलेजहरु बेस्ट कलेज भन्ने हुँदैनन्। ती कलेजहरु ती बेस्ट स्टुडेन्टहरुले गर्दा भएका हुन्छन्। किनभने ती कलेजहरुले 3.8 भन्दा कम जीपीए ल्याएको स्टुडेन्ट नलिने, साथसाथै इन्ट्रान्समा बबाल र राम्रो गर्ने स्टुडेन्टलाई मात्र लिने र त्यही स्टुडेन्टले राम्रो गरेको कारणले आफूलाई बेस्ट कलेज अफ नेपाल भन्दै एडभर्टाइज गरेका हुन्छन्। त्यसैले कुनै पनि कलेज बेस्ट भन्ने हुँदैन। तपाईले कुन कलेज पढ्ने भन्दाखेरि तपाईको घर छेउको कलेज जुन तपाईलाई जान नजिक पर्ने छ त्यो कलेजको सिनियरहरुसँग सोध्ने, त्यो कलेज कस्तो छ, टिचरहरु कस्तो हुनुहुन्छ, बेसिक फ्यासिलिटीहरु कस्तो छ, पढाइ कस्तो छ, त्यो सब बारे बुझेर मात्र तपाईहरुले कलेज चुज गर्नुपर्छ। +2 कलेज पढ्नको लागि मात्रै तपाईले धरानदेखि विराटनगर आइरहन जरुरी छैन। त्यसैगरी कलेज +2 पढ्नको लागि मात्र भनेर तपाईले लाखौं रुपैयाँ खर्च गर्न पनि जरुरी छैन। त्यो पैसा तपाईले आफ्नो फ्युचरको लागि सेभिङ पनि गर्न सक्नुहुनेछ। तपाईहरुलाई मेरो लास्ट एडभाइस भनेको तपाईहरुलाई के बन्ने इच्छा छ, तपाईहरुको एम के छ त्यो बारे रिसर्च गरेर मात्र कोर्स चुज गर्नु होला र कलेज चुज गर्दाखेरि आफ्नो घर छेउछाउको सिनियरहरुसँग कन्सल्ट गरेर टिचरहरु कस्तो हुनुहुन्छ, पढाइ कस्तो छ त्यो सब कुराहरु कन्सल्ट गरेर कलेजहरु चुज गर्नु होला। अल द बेस्ट फर योर फ्युचर। सब्सक्राइब द च्यानल। थ्यांक यू।